नमस्ते। हेलो नमस्ते। हजुरको शुभ नाम? मेरो नाम पूजा। पूजा, हजुरको घर कहाँ छ? जनकपुर। अच्छा, के भन्छ हजुरलाई थाहा छ अहिले चुनावको माहौल चलिरहेछ हैन? अनि के भन्छ फागुन 21 गते हुन गइरहेको चुनावमा तपाईले चाहिँ आउने प्रधानमन्त्रीको रूपमा कसलाई हेर्न चाहनुहुन्छ? मैले भन्नुपर्दा म चाहिँ बालनलाई नै हेर्न चाहन्छु, किनभने अहिलेको जेनेरेसनमा हेर्नुपर्दा हैन र खास गरी युवाहरूलाई पनि हेर्नुपर्दाखेरि सबैजना जागरुक छन् हैन बालेन भनेर, र सबैजनाको आशा अपेक्षा पनि बालेनसँग नै छ हैन। हाम्रो देशमा अझै जति त्रुटिहरू भइरहेको छ त्यो त्रुटिहरूलाई राम्ररी संलग्न गरेर हैन प्रस्ट्याएर चाहिँ राम्रो गर्छ होला भन्ने आशा र अपेक्षा मलाई पनि छ बालेनसँग नै। धेरै 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 धन्यवाद। मलाई पनि बालेन नै छ। हस्, धन्यवाद।